आवेगु वैशाख 30 गते स्थानीय तहया निर्वाचन जित्यांगुदु ठोय स्थानीय तहया निर्वाचन यात लक्षित याना जिल्ला निर्वाचन जाकुथी यल पाखे यल महानगरपालिका वडल्या तेरे नमुना मतदान जाजो जुगुदु निर्वाचन जाकुथी स्थानीय निर्वाचने मतपत्र बदर मजुईमा मतदान्या इले पालना या मागु नियमिया जानकारी लिसे जाठ जाठी वो नुपी मतदाता तेत मतदान्या बारे सचेतना बिगु तातुना नमुना मतदान जाजो कोसा गोयागु थका जिल्ला निर्वाचन जाकुथी पाखे जानकारी बिगुदु आज चाहिँ हाम्रो ललितपुर जिल्लामा निर्वाचन आयोगले स्वीकृत गरेको 77 जिल्ला निर्वाचन कार्यालयमा नमुना मतदानको कार्यक्रम सञ्चालन गर्न चाहिँ स्वीकृत भएर कार्यक्रम आएको थियो। त्यही कार्यक्रमको सिलसिलामा आज हामी ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर 13 को वडा कार्यालयमा नमुना मतदानको कार्यक्रम चाहिँ सञ्चालन गर्न गइरहेका छौँ। यो नमुना मतदानको कार्यक्रम भनेको चाहिँ मतदाता शिक्षाकै कार्यक्रम अन्तर्गत पर्दछ। यसमा चाहिँ मतदान कसरी गर्ने, मतदान गर्दा चाहिँ मत बदर नहोस् भन्ने हिसाबले र मतदान गर्दाखेरि मतदान अधिकृतहरूले चाहिँ मतदान केन्द्रको निर्माण कसरी गर्ने देखि लिएर सम्पूर्ण क्रियाकलापहरू चाहिँ यसमा समावेश गरेको हुन्छ। र आजको यो ललितपुर जिल्लामा भएको नमुना मतदान कार्यक्रम चाहिँ हामीले निर्वाचन आसन्न स्थानीय तह सदस्य निर्वाचन 2079 साल वैशाख 30 गते सम्पन्न हुँदैछ। त्यसैलाई मध्यनजर गरेर चाहिँ आज हामीले एउटा यो नमुना मतदान को कार्यक्रम चाहिँ सञ्चालन गरेको हो। यो नमुना मतदान गर्नको यो उद्देश्य भनेको के हो भन्दाखेरि भोलि हाम्रो आगामी निर्वाचन यो जेठको हाम्रो के अरे जुन 30 गते हुन गइरहेको छ वैशाख 30 गते हैन वैशाख 30 गते हुन गइरहेको छ त्यसमा चाहिँ सही रूपमा चाहिँ यो बदर नहुने हिसाबले प्रयोग गरून्। सबैजनाले सचेत रूपमा चाहिँ आफूले छाप लाउन कुन मतदान गर्ने हो अथवा कति ठाउँमा लगाउनु पर्छ त्यसको चाहिँ चेतना होस्, सबैलाई जानकारी होस् र यो रद्द बदर नहोस् भन्ने हिसाबले चाहिँ हामीले यो आयोजना गरेका हौँ। र यो अनुसार चाहिँ जिल्ला निर्वाचन कार्यालयले सबैजनालाई सचेत गरेर प्रचार प्रसार गराएर एउटा सक्रियता देखाउने, जागरुकता ल्याउने, यसको चाहिँ चेतना जगाउने हिसाबले पनि यो अगाडि बढाइएको हो। यो नमुना मतदानले अशक्तहरू अथवा यसमा अनभिज्ञ यसभन्दा अगाडि प्रयोग नगरेका युवाहरूलाई पनि सचेत गराउँछ र जुन अशक्तहरू हुनुहुन्छ उहाँहरूलाई पनि यो नमुना यस्तो यसरी राख्नुपर्ने रहेछ भनेर हामीले सबैलाई जानकारी गराएर मतदान शिक्षा पनि दिने गरेका छौँ र त्यो मतदान शिक्षाले उहाँहरूलाई चाहिँ भोलिको दिनमा हाम्रा मतहरू चाहिँ सही रूपमा प्रयोग हुनेछन्, सदुपयोग हुनेछन् र बदर हुने छैनन् भन्ने हाम्रो अपेक्षा छ। अठे नमुना मतदान्या इले थपिन्छ पालन या मागु नियम ओ थपिन्छ गोकटक चिते दै थैगु बारे जानकारी क्या खंगु नमुना मतदाने भोटी कापी मतदाता तैगु थापुदु चिरा जिउने भैजा ठाकुर ठ्या चोका आजी मेपी त बिउले मेठा लाइला धागा भैसा मती लुका आठो ठुके यासिले नि जी त लिपाइ त चाहिँ ज्याछिने का गन्था ते माउ रद्द जी हन सेनी धागा जी आ चाहिँ सेने त वो बालक बिचायाना गन्था ते माफन धागा सिके माल फेरि पठाएर यसलाई यस्तो गराएर अर्को तरिका यता यता हान्दै जाने हो। जस्तो यहाँ हजुरको यो पार्टी भयो भने अर्को पार्टीबाट तपाईँलाई मन परे मान्छे यतातिर होला, यहाँ होला, यताबाट यो तलको यो खाली छ नि, खाली जग्गा यसरी पठाउनु, यसरी पठाउनु भयो नि, यसरी पठाएर फेरि यसरी पठाउनु। यसरी पठाउँदाखेरि हजुरको के हुन्छ भन्दा यो छाप लागेको छ नि,
छाप गएर अर्को चिन्हमा गएर छोपिँदैन। त्यसो हुँदा हजुरको त्यो यो छाप राम्रोसँग रहन्छ। हजुर अर्को चिन्हमा गएर तपाईँको मत बदर हुँदैन। यसरी बनाउनु हो, यस्तो गर्नु, यस्तो गरेर अब त हजुरले यसरी गर्नु सक्नुहुन्छ। नत्र यस्तो गरेर अब चाहिँ ठुसी ठोज्या एकदमै बाह्र मलाई पहिले पनि ठुसी एकदम बाह्र त्यसै चाहिँ एकदम प्र्याक्टिस गरेर मैले पहिलो चिज एकदमै सम्झेर मलाई ठेजुकी चाहिँ अब सिक्किम उठे कति बिचारी नमुना मतदान ज्याजोले मतदान इले थे कर्मचारी सुरक्षाकर्मी लगायत स्वयंसेवक त परिचालन याना तगु ख